एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। बराहा क्षेत्र नगरपालिका वडा नम्बर 9 र 10 समेटेर बराहा क्षेत्र नगरपालिका वडा नम्बर 10 को वडा कार्यालयमा सञ्चालित एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो। उक्त शिविर बराहा क्षेत्र नगरपालिकाको आर्थिक विकास शाखा अन्तर्गत पशु सेवा शाखाले आयोजना गरेको हो। जुन शिविर बराहा क्षेत्र नगरपालिकाको वडा नम्बर 1 देखि 11 वटा भरि नै सञ्चालन गरिएको र केही वडामा भने बाँकी रहेको छ। हालसम्म यो कार्यक्रम किसानहरूको लागि लाभान्वित भएसँगै पशु गाई भैँसी बाख्रा बङ्गुर सुँगुर कुखुरा हाँस टर्की कुकुर गरी जम्मा बराहा क्षेत्र नगरपालिकाभरि 2000 भन्दा बढी विभिन्न पशुहरूको समस्या पहिचान सहित सोही अनुसार विभिन्न किसिमको परजीवीहरूको औषधि विभिन्न रोग विरुद्धको खोप गर्भवती पहिचान गाई भैँसीमा हुने झन्का रोगको शल्यक्रिया गोबर परीक्षण बोका बङ्गुर बहरहरूमा बन्दाकरण सेवा समेत प्रदान गर्दै आएको छ। यस कार्यक्रमले किसानहरूको लागि प्रभावकारी भएको भनी बराहा क्षेत्र नगरपालिकाको आर्थिक विकास शाखा संयोजक तेजबहादुर गुरुङले जानकारी दिनुभयो। पशु स्वास्थ्य शिविरमा बराहा क्षेत्र नगरपालिका पशु सेवा शाखाबाट शाखा प्रमुख पशु चिकित्सक विमल अधिकारी, शाखा अन्य कार्यकारी पशु विकास अधिकृत मेघराज बस्नेत, नायब पशु सेवा प्रविधिक तुलसा राई, नायब पशु स्वास्थ्य प्रविधिक अनिता खड्का, पशु प्राविधिक बराहा क्षेत्र 10 बाट युवराज बन्जारा, पशु प्राविधिक बराहा क्षेत्र नगरपालिका वडा नम्बर 9 बाट हडिन्द्र राई, खोपकर्ता अनिल राई, आमन्त्रित भोक्रा नरसिंह गाउँपालिकामा कार्यरत डाक्टर बुद्धिमान कार्की विशेषज्ञको रूपमा खटिनु भएको थियो। समाचारको लागि समीर चन्द्रवंशी।